हेलो एभ्रिवान, माई नेम इज एलिसा अनि म चाहिँ आज ब्लग गर्दैछु। यो चाहिँ मेरो फर्स्ट ब्लग हो अनि अब चाहिँ मैले 30 डेज मिनी ब्लग च्यालेन्ज गर्दैछु है। अब कति दिनसम्म भ्याउँछु, कति दिनसम्म हाल्छु हेरौँ है। अनि त्यसपछि म चाहिँ बिहानै उठेको थिएँ, बिहानै उठेर बाहिर गएर यताउता हेरेँ। अनि आज चाहिँ घाम लागेको रहेछ, हिजो चाहिँ घाम नै लागेको थिएन। आज चाहिँ अलिअलि घाम लागेको थियो, म उठ्दाखेरि हल्का घाम लागेको थियो। अनि म चाहिँ एकैछिन घाममै अड्डेर यताउता हेरेँ। अनि त्यसपछि चाहिँ के नास्ता बनाउने भनेर सोचिराखेको थिएँ। अनि अब कोदोको रोटी चाहिँ हामीले दिनदिनै खाइराखेको थियौँ। अनि त्यसपछि चाहिँ कोदाको हलुवा भुट्नु पर्यो भन्ने मैले सोचेँ। अनि त्यसपछि चाहिँ किचनमा गएँ अनि किचनमा गएर हेरेँ। किचनमा चाहिँ मैले राति नै सफा गरेर सुतेको थिएँ, अलिअलि मात्रै सफा गरेको थिएँ। अनि किचन चाहिँ राति सफा गरिसकेको थिएँ। अब चाहिँ म नास्ता बनाउनको लागि अनि मैले चाहिँ पिठोमा पानी हालेर पिठोलाई पातलो गरेर घोलिसकेको थिएँ। अनि त्यसपछि चाहिँ यता मैले कडाई पनि बसालिसकेको थिएँ है। अब कडाईमा चाहिँ मैले घिउ हाल्छु। मैले चाहिँ घिउ हालेर नै बनाएँ है। अनि घिउ हालेर बनाएँ अनि घिउ हालेर चाहिँ त्यो झोल पनि हालिदिएँ है। अनि राखेँ बुटे एकदम भुट्न पर्छ यो बनाउँदाखेरि चाहिँ। बुटी बनाएँ। मैले चाहिँ 2x स्पिडमा गराएको थिएँ, नत्र चाहिँ भिडियो एकदम लामो हुन्छ भनेर। अनि बुट्दै अलि भुटिसकेको थियो, अहिले चाहिँ भुटिसकेको थियो। अनि मेरो चाहिँ ब्रेकफास्ट पनि रेडी भइसक्यो। अनि म चाहिँ बिहानै उठेर ब्रेकफास्ट गर्दैन, अलि ढिलो गर्छु। बिहान चाहिँ अलि खान मन लाग्दैन मलाई चाहिँ, बिहान चाहिँ पानी मात्रै खान्छु है मैले, अनि अलि ढिलो खान्छु। अनि अब चाहिँ मैले भाँडाहरू धुँदै थिएँ। म चाहिँ फटाफट काम गर्छु बिहानमा, किनभने मेरो बुढा चाहिँ पसल जानुहुन्छ। अनि मेरो छोरी चाहिँ बिहानमा सुतिराखेको हुन्छन्, अलि ढिलोसम्म नै सुत्छिन् नानु चाहिँ। अनि नानु सुतेको बेला चाहिँ मैले फटाफट काम गर्छु, नत्र भने नानु उठ्यो भने फेरि रोकोरै गर्छिन् कि। अब एउटा न एउटा साइडमा हुनुपर्छ, नत्र चाहिँ रुन्छन्। अनि त्यही भएर मैले फटाफट काम गरेँ, फटाफट नास्ता बनाएँ। अनि भाँडासाँडा मिच्दैछु। अब भाँडा पनि थियो, थोरै थियो, धेरै त थिएन। अनि थोरै भाँडा थियो, थोरै भाँडाहरू मिसेँ। अनि त्यसपछि चाहिँ म अब किचन पनि सफा गरेर बस्छु। अनि हाम्रो चाहिँ लन्च एकदम ढिलो नै गर्छौँ। बिहान चाहिँ ब्रेकफास्ट पनि 9-10 बजेतिर गर्छौँ। अनि लन्च चाहिँ अलि ढिलो नै हुन्छ। अनि त्यही भएर चाहिँ मैले अहिले लन्च बनाउँदैन, लन्च चाहिँ अब अलि पछि नै बनाउँछु। अनि त्यसपछि चाहिँ मैले भाँडा धोएर भ्याइसकेँ। म चाहिँ किचन सफा गर्नतिर लागेँ। अनि मैले चाहिँ फटाफट किचन पनि सफा गरेर भ्याएँ। अनि ठ्याक्कै सफा गरेर भ्याउँदै मेरो छोरी पनि उठेर रोको रहेछन्। अनि म चाहिँ फटाफट भित्र रुममा गएँ। अनि रुममा गएर चाहिँ उसले मलाई देख्ने बित्तिकै खुसी भइहालिन्। अनि मेरो नानु चाहिँ उठिन् भनेपछि, कसैले नदेखेपछि रुन सुरु गर्छिन्। अनि त्यसपछि चाहिँ मैले उसलाई एकछिन खेलाएँ अनि खुवाएर अब चाहिँ हामी पसलमा जाने भनेर रेडी हुँदैछौँ। म चाहिँ एकैछिनमा नानीलाई फटाफट रेडी गरिदिन्छु। अनि त्यसपछि आफू पनि रेडी भएर हामी पसलतिर जान्छौँ। अब चाहिँ अनि रेडी गरिदिन्छु। अनि उसको रेडी गरिदिएपछि नानीको बाबा पनि लिन आइसक्नुभयो। अनि हामी चाहिँ अलिक पसल अलिक टाढा भएर चाहिँ कहिले कसरी लिन आउनुहुन्छ। अनि त्यसपछि चाहिँ अब हामी पसलमा जान्छौँ। उसको चाहिँ एकदम फेभरेट पार्ट हो, स्कुटीमा बसेर पसल आउँदाको चाहिँ एकदम खुसी हुन्छन्। अनि त्यसपछि चाहिँ हामी अब पसलमा पनि आउँछौँ। अब त्यसपछि चाहिँ अब यहाँसम्म ब्लग हेरिदिनु भयो, ब्लग फेरि एकदम लामो हुन्छ। अब चाहिँ म पसलमै हुन्छु, त्यही भएर चाहिँ मैले ब्लग गरिनँ। थ्याङ्क्स फर वाचिङ।